आज फेरि पनि नयाँ भ्लग लिएर आएको छु होइन। कति दिन पछि भन्नु चाहिँ अब होस्टेलबाट फर्केर आएर अन्त गाइस आज अब हाम्रो चाहिँ 15 तारिकदेखिको कोचिङ छ। अन्त हामी चाहिँ ब्याक भइसकेको छ नि त होस्टेलदेखि। क्लास 10 को कोचिङ गर्नुपर्ने छ। अन्त त्यही कारण चाहिँ हिजो छुट्टी भएको थियो, प्यारेन्ट्स मिटिङ भएर। अन्त हामी चाहिँ माथि दुध लिन आएको छु नि त गाइस, दुध। अन्त हामी चाहिँ यहाँनिर जाँदैछु घर दुध लिएर पनि। तपाईँहरूले लिन सक्नुहुन्छ होइन, यस्तो छ। यो डाँडा देखिरहनु भएको होला है भाइ। कुकुर। अन्त भ्यू चाहिँ यस्तो दामी देखिदिन्छ कि यहाँबाट चाहिँ अब यहाँ बसेर घाम ताप्नु चाहिँ ओभर मन परिदिन्छ मलाई चाहिँ। अरूलाई चाहिँ कोनि कि। ल त गाइस होइन, सबैजनालाई बाई बाई। फेरि अर्को भ्लग पनि आउँछ, अब कन्टिन्यू आउनेछ भ्लगहरू चाहिँ होइन। ल त गाइस।